महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। जगदीश हरे स्वामी जय जगदीश हरे। भक्त जनों के संकट दास जनों के संकट क्षण में दूर करे। ओम जय जगदीश हरे। हरे स्वामी जय जगदीश हरे। भक्त जनों के संकट क्षण में
बिन से मन का, स्वामी दुख बिन से मन का, सुख संपत्ति घर आवे, सुख संपत्ति घर आवे, कष्ट मिटे तन का। ओम जय जगदीश हरे। मात पिता तुम मेरे शरण गहूँ किसकी, स्वामी शरण कहूँ किसकी, तुम बिन और न दूजा, तुम बिन और न दूजा, आस करूं जिसकी। ओम जय जगदीश हरे। तुम पूर्ण परमात्मा, तुम अंतर्यामी, स्वामी तुम अंतर्यामी, पार ब्रह्म परमेश्वर, पार ब्रह्म परमेश्वर, तुम सबके स्वामी। ओम जय जगदीश हरे। तुम करुणा के सागर, तुम पालन करता, स्वामी तुम पालन करता, मैं मूरख खल कामी, मैं मूरख खल कामी, कृपा करो भरता। ओम जय जगदीश हरे। तुम हो एक अगोचर सबके प्राणपति, स्वामी सबके प्राणपति, किस विध मिलूं दयामय, किस विधि मिलूं दयामय, तुमको मैं कुमति। ओम जय जगदीश हरे। दीन बंधु दुख हरता, तुम रक्षक मेरे, स्वामी तुम रक्षक मेरे, अपने हाथ बढ़ाओ, अपने हाथ बढ़ाओ, वार पड़ा तेरे। ओम जय जगदीश हरे। विषय विकार मिटाओ, पाप हरो देवा, स्वामी पाप हरो देवा, श्रद्धा भक्ति बढ़ाओ, श्रद्धा भक्ति बढ़ाओ, संतन की सेवा। ओम जय जगदीश हरे। दास जनों के संकट, क्षण में दूर करे।
इन्द्रवेणी सर्वम शक्य हैन शबदु सपौत्र सपौत्री साखिल प्रवेश सकल परिवार सहित शासन निवासन गृह दीप कलश गणेश देव पूजन प्रसन्न कर्म गर्नुहुन्छ परमार्ग भिणति पूजन प्रसन्न कर्म कर्मणि दश दीपादादि पूजन प्रसन्न कर्म गर्नुहुन्छ पञ्चवाणी हुँदै इत्यादि करिश्मा कर्म गर्नुहुन्छ नोकरादि देव आचम भौरा विशेष मंगला धनका श्री शुक्ल यजुर्वेद श्री मद भागवत गीता श्री सप्त कर्म कर्मणि यथाथा सायु मन्त्र जाप होम आदि करिश्मा कर्म गर्नुहुन्छ यथाथा सायु पूजन प्रसन्न कर्म कर्मणि अप्राप्त लक्ष्मी प्राप्त धर्म अर्थ काम मोक्ष चतुर्थ वर्ग फलप्राप्ति कर्माणि सुगन्ध यथा मनं विनाशं निर्वसियासं श्री अर्घपूजनं शान्तरे सेवदं ईश्वरले आसनं फलराष्ट्रं श्री जते लक्ष्मी
समर्थ शिवगणपति देवताभ्यो नमो नमः पुण्य हो 3 पटक भन्नु ओम पुण्यामिते त्रिप्रतिवचनम पुनन्तुमादेवमा कर्मणि भो ब्राह्मणम हामीलाई कल्याण होस् हाम्रो घरमा कल्याण होस् कल्याण होस् कल्याण होस् 3 पटक सम्म भन्नुस् ओम ऋषिभि देवगण ओम कल्याण यथेमा बात सुद्रा जल्दिनु फेरि छैदिनुस् पदम लाल चोपडा नेत्रपौत्र सपौत्री साखी कुटुम्ब सकल परिवार से भगवान का अष्टमी छ उमा सहित गरी शंकर पूजन प्रसन्न कर्म गर्नुहुन्छ लक्ष्मी सहित यो फेरि उदा खाँदाखेरि राम्रो काम गर्नु पर्यो हामी कमलले गर्छ को कमल पोषण कमल ल 50 ॐ
एक टपरी अग्नि ल्याइदिन बरु कला भन्दियो सीमन्त ल्याएर भन्ने कर्म गर्दैन विवाह त्यो आगामा आगो थपिदिनु आफूतिर फर्काएर बाबु
Kaçmayın lagi. Sürekli Somar Sanjaya Muslim Adyawat kita baca bani kita satu sekali. Kami ini itu sebagai sab basra saya kami यो घरको हामी यो ऐक्य मण्डपको यता पूर्वपट्टि रहेको घरमा के खाने इच्छा छ त्यहाँ गएर कार्यकर्ताहरूसँग सम्पर्क गर्नु होला। कसैलाई प्यास लागेको छ भने मलाई प्यास लागेको कहाँ कसले पानी दिएर भन्नेतिर नजानु होला। खाना वहाँ अलि मत्थरेन भएको खाना खाने हुन त आयो कि नि अब चर्को खाना चाहिँ खाने नि हुन्छ फेरि यताबाट पछाडि परेकाले गाली गर्नु होला नि। एउटा खिर मात्र खिर मात्र रोटी तरकारी
पहिला दुईटा मात्रै सम्बन्ध सत्य त्यता धर्मदेखि निस्किन्छ घरणासे हेमन्त ऋतु व्यायाम मम समस्त जन्म बाल्य यौवन भारतीय वस्तु पार्जित कायिक भाषिक मानसिक सांसारिक सकल पाप क्षय पूर्वकै एका नेक विधन निरवधिक भोगान भवानन्तरम श्री परमेश्वर तीर्थये तिल तैलाक्तान बा सपादल अक्षय संकेतान प्रज्वलितान दीपान विष्णवे समर्पयामि नमः तीर्थक देवता राजन पक्षे ब्रह्मणे विष्णवे ईश्वरा होइन सर र माथिबाट कुनै पनि निकै यहाँ चढेर ओ गन्धम धाराधुरा दर्श नितम श्रीम श्रीम गन्धम समर्पयत उठेर उठेर जजसका छन् उठेर अब तो होते होते अगाडि तिलक सिस्टम समर्पयत श्री लक्ष्मी से अब जौका छ त जौका खोल्नु अब तिल ओ तुलसी समाधि भक्तो घोषणा तिलक सिस्टम समर्पयत लक्ष्मी से चतुर्बाहु भगवत विष्णुवे नमः अब तण्डुला क्षेत्रम चमत्कार क्षेत्र तण्डुला क्षेत्रम समर्पयत ओम श्री रमाश्री सत्यनारायण यतापट्टि समर्पयत चतुर्बाहु भगवत विष्णवे नमः अब दुवतडा खोलेर बाबु खोलेर हात छ मिलाएर अझ टुप्पा आफूतिर फर्काएर ओम काण्ड काण्ड करुणन्ति परुखा पुर्खसरे एवान दुर्वेन पर्तन सना सतेन च दुर्वाङ्कुरे समर्पयत लक्ष्मी सहित चतुर्बाहु विष्णवे नमः ओ चरित्रम राजस्वरे विष्णुमेथा सवितृण पुष्पदार दिने सप्रार्थने सुवा राज्ञ परमकृष्ण शापतो द्विजस्य तिरकुथराग यस्य स्मरणमात्रेण बिल्लपत्रं समर्पयामि अब कर्मजिका यहाँ उल्टा उल्टा गर्नु पर्यो भैँमा राख्नु पर्दैन भैँमा सुन्नु दाउरा अलिकति माया राख्नु पर्छ यसको प्रदर्शन गराएको हुँदै Ini
गाह्रो भयो साउरो पण्डितद्वारा अप्ठ्यारो भयो कर्मण स्वापी दक्षिण कृत्य तो मुनि पंचमी गर्ते पापं च योषिता स्वयं गच्छिनारेण मिति वेद विदु विद ते रजो दोष न संशयो अवं नारेण नरदंशयो इतेत वदनुसुतो पुनः सर्व सलाक्षण मनसा शान्तिका भूता साधारण मुंडवा सदु सदु महाभागो इतमे भविहलु दशवति राससु विधानं कृशं वद काशीं मासि कर्तव्यं बसवा तत् समर्पणम् उद्यापनं अहङ्कार्यं किंफलं दशवामुने तया सर्व परवर दद दासांवर मृवाच गमोसच हनिनांच संवादं प्रयामिति कलहे कार्तिको मासु वैशाखो माघवाति भवा सहस्रकृतं गति गतन्तोत्तम तस्मान् दनन्तगुणितं फलं वैशाखमासके एतस्मिन् मासस्त्रितये यस्मिन् मासे समाप्यते दशमास पूर्वं प्रारब्धश इदं व्रतम् अन्ते मासे गुरुवितु पौर्णमास्यां प्रकारे उद्यापनिदानेन व्रतं सम्पूर्ण कारकं प्रतस्नातस्भूत पञ्चगवस्तु प्राशय पुण्यपाचनं कृत आचर्य वरयत्तद तत् सती दशां शतकुर्य तर्पणं तु विचक्षण तेन पायसं च दितान्यतं कलश समिदर्श दैव फलशिक्षा संस्थाप्य इदानीं सहस्रकं सुवर्ण प्रतिमा कृता अनुतारण पूर्वकं प्रणप्रत्यक्षे स्थाप्य कलश दशं समाहित आवाहन को संजमय संगो पुरतो गडं तथा कालो विमुत्र बने रुद्दीप्तो निशाकर रुद्र श्रीगणपति निरूपे नस्त्रु धीर्नंकरा देशो निरूपे जगत्प्रभु नेत्रे चकर्णे नासि मुखे तथा कंठे तथा बाहु तनु वर्ष तथो दरे नाभो कट्यंत घने पुरो जानो चगोल फगे पादो तद्द प्रकर्मस अंगाने नातु पूजस द्रव्यं कनकस्य च कीर्तन निवेद कस्मै पसा विष्टेच जस तथा गोर्दिया च शब्द सावै सालंकार गुणान्वितं तिरं तथा समन्वितं अथवा तथा सत्य दददा काशवत्र विश्वत सिद्ध जलं पृष्ठा तथा गेत्र वेणु तत सेनाद्या पात्र चकाशकं कुमार दापयं वेणु कुमार जप तद्बान्धवंगेन च संयुता प्रतस्नत्र कृत वर्तमेत चकार सालक्षण तत कर्णे सर्वलक्षण संयुतं भववलकवे सायं करे सते करेसतो प्राप्य मुचते न संशय नित्यस्नात् सोमसुत तेस पुर्यार्थ सतो दिनत्रे द्वादस्य रथसप्तमीं पूर्णमासं तदैव च सोपि विज्ञेय सर्वकर्म सुगरहित नारी बापिनो बापे नाश दिज सोपि उमाशय गौरीशंकर को सिद्धिविनायक गणेशी को माया भगवती को अग्निदेव को दिक्पाल को परमात्मा को ल
चुप 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 ना रो यहाँ लियो त मैले देख्नु नयाँ मान्छे आउनु बोलेन के चाहियो पुरी भाडा त रित्यो छ क्या भाडा तात्नु पनि पर्यो बेल्ला पनि पर्यो कसले यहाँ के काम गर्न लाग्नु थियो फोटो राख्नु पर्यो नयाँ बन्द लक्ष्यवतीको दान गर्न परेको हो अब यो कहिले गर्ने भन्ने खालको कुरा पनि आउँछ वैशाखदेखि बत्ती थुत्दै जाने कार्तिकमा मालमा जलाउनु छ भने कार्तिकदेखि बत्ती थुत्न सुरु गर्ने र के गर्ने भने यसरी यो तीन अवस्था तीनटा महिना यो बत्ती जलाउनको निमित्त उद्यापन विधि आदि कर्म गर्ने भन्ने खालको कुरा यहाँ बताइयो। अब यसको विधि विधान के त भनेपछि यस्तै खालको यज्ञ मण्डपको के गर्ने भने निर्माण गर्ने अनि अग्निको स्थापित गर्ने दुर्गा भवानीको पूजा अर्चना वन्दना गर्ने देव कलश गणेश आदिको पूजा गर्ने 10 दिक्पालको पूजा गर्ने नवग्रहादि देवहरूको पूजा अर्चना वन्दना गर्ने शिवजीको पूजा गर्ने उमाले सहित हुनु भएका शिवजीको पूजा अर्चना वन्दना गर्ने रुद्राभिषेक वन्दना गर्दै 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 गएर 1650 ले चतुर्बाहु लक्ष्मीले सहित हुनु भएका भगवान विष्णुको पूजा अर्चना वन्दना गर्ने र अनि भगवान विष्णुको पूजा गर्दा शिरदेखि लिएर पाउसम्म पूजा गर्ने पाउदेखि लिएर शिरसम्म पूजा अर्चना वन्दना गर्ने र वित्त साठ्यादि कर्म नगर्ने होम आदि कर्म गर्ने बत्तीको दशांशले के गर्ने भने घिउको हवन गर्ने हवनको दशांशले के गर्ने भने तर्पण गर्ने तर्पणको दशांशले फेरि के गर्ने भने फेर मार्जन गर्ने वित्त साठ्यादि कर्म हिसाबले नगर्ने र 13 जना सात्विक ब्राह्मणलाई निमन्त्रणा गर्ने वेद पाठ आदि वेद पारायण गर्ने वेद पाठको पारायण गर्ने यसै गरी गरेर चण्डी पाठको पारायण गर्ने श्रीमद् भागवतको गीताको पाठ पारायण आदि कर्म गर्ने सकिन्छ भने श्रीमद् भागवत महापुराणको पनि पाठ पारायण गराउँदा अत्यन्तै लाभदायक हुनेछ।
र त्यसो भएको हुँदाखेरिमा यसरी यो बत्तीको पूजा अर्चना विधि विधानबाट यसरी गर्दै जाने वित्त साख्यादि कर्म नगर्ने भन्छ अनि गोदानादि कर्म गर्ने भन्छ। सय दानादि कर्म भगवान विष्णु लक्ष्मीले सहित हुनुभएका भगवान विष्णुको लक्ष्मीको पूजा अर्चना वन्दना गर्दै गइसकेपछि रजस्वला विषय वस्तुबाट लागेका जति पनि पापहरू हुन् ती सारा पाप नाश र नष्ट भएर जानेछन्। अब यहाँलाई फेरि शंका लाग्ला त्यसो भए सर्वप्रथम कसले गर्यो यो कसले गर्यो कसले यो रजस्वला कस्तो खालको अवस्थामा के भएर यहाँलाई त्यो पनि खुल्दिली होला। सत्य त्रेता युगमा के थियो भने हेर द्रौपदीले के गर्थिन् भनेर भनेदेखि शिवजीको व्रत गर्दथिन्। दिनदिनै उनले शिवजीको व्रत गर्थिन्। तो शिवजीको पूजा उनले गर्दा गर्दै उनको रज बाहिर भयो। उनी रजस्वला भइन् तर उनलाई ज्ञान भएन तर उनलाई थाहा भएन। अनि शिवजीले के अनुभव भन्दा भनेदेखि हे द्रौपदी तैले रजस्वला भएर पनि तैले मेरो पूजा गरिस् तैले मेरो व्रत गरिस् तँलाई दुर्योधनको सभामा निर्वस्त्र हुन परोस् भनेर शिवजीले श्राप दिनुभयो। तो श्राप दिएको पनि हेर द्रौपदीले थाहा पाइनन्। अनि त्यसपछि उनलाई के भयो भनेर भनेदेखि दुर्योधनको सभामा निर्वस्त्र गराउने षड्यन्त्रको रचना रचियो र दुर्योधनको सभामा अनि कपट खालका जुवा त्यहाँ खेलाइयो पञ्च पाण्डव र दुर्योधनहरूलाई। अनि सारा हराउँदै भएर अनि द्रौपदीलाई समेत जुवामा त्यहाँ थापियो। अनि दुर्योधनले द्रौपदीको इज्जत लुट्नको निमित्त अनेक किसिमको प्रयत्न गर्यो र द्रौपदीले के गर्नुभयो भने हे भगवान कृष्ण परमात्मा मलाई यो लज्जाबाट हजुरले बचाउनुहोस् भनेर भगवान कृष्ण परमात्माको उहाँले प्रार्थना गर्नुभयो। अनि भगवान कृष्ण परमात्माले के भन्नुभयो भने हे द्रौपदी तिमीले हिजो गएर के गर्यौ भने शिवजीको रजस्वला भएका अवस्थामा शिवजीको व्रत गर्यौ। यो त शिवजीले दिएको श्राप हो। अब यो श्राप शिवजीले दिएको जुन श्राप हो त्यो श्रापलाई निर्मूल गर्नको निमित्त तिमीले के गर भने 3 सुते 5 सुते 7 सुते 9 सुते 11 सुते दिया बत्तीको संकल्प गर मैले जलाउने छु भनेर। अनि यो दुर्योधनको सभाबाट जुन एउटा तिमीलाई निर्वस्त्र गराएर इज्जत लुट्न खोजेको छ त्यो इज्जतबाट तिमी प्रतिष्ठित हुन सक्नेछौ तिम्रो इज्जत लुटिने छैन भनेर भगवान कृष्ण परमात्माले अति उपदेश गर्नु भएर हेर द्रौपदीले हे भगवान परब्रह्म परमात्मा मलाई यो इज्जतबाट हजुरले जोगाइ बक्सोस् भनेर परब्रह्म परमात्माको प्रार्थना गरिन्। अनि दुर्योधन पनि थाक्यो। द्रौपदीको इज्जत लुट्न उसले सकेन। महाभारत त्यहाँ खडा भयो। महाभारत पर्व बन्यो। त्यो 18 दिनसम्म अनेक किसिमका त्यहाँ षड्यन्त्र हुँदै गएर महाभारतको यत्रो ठेली बन्यो भनेपछि अनि उनी त्यो इज्जतबाट उनी जोगिन् र द्रौपदीले के गरिन् भने यस्ता खालको लक्ष्यवर्ती छुटेर भगवान परमेश्वरलाई अर्पण गरेका इतिहास हाम्रो धर्मशास्त्रले प्रत्यक्ष रूपमा बताएको छ। यसै गरी यो व्रत लक्ष्मीले गरिन्, हेर सरस्वतीले गरिन्, अहिल्याले गरिन्। 35 वटी विडङ्गनाहरूको यहाँ व्याख्या गरेको छ। ती 35 वटी विडङ्गनाहरूले यो लक्ष्यवर्तीको दान गरेर उनीहरू रजस्वला विषय वस्तुबाट देखा परेका पापबाट निवृत्ति भएका इतिहास उदाहरणहरू हाम्रा धर्मशास्त्रले उल्लेख गरेका कुराहरू पाइन्छ। पनि यो व्रत गरिन्न भने उनीहरू रजस्वला भएको अवस्थामा यो छातछुतबाट हुन गएका पापबाट निवृत्ति हुन सक्ने छैन। निवृत्ति हुनको निमित्त यो बत्तीको दान गर्न परेको हो, सकिने छैन। र यसका धेरै दानहरू छन्, धेरै कथाहरू छन् र यसरी गर्दै गर्दै सुनका यसको समर्पण गर्ने गरी अनुसारले जति भेट्छ त्यही अनुसारको उकाट अनुसार लगाएर पनि यो कर्म अवश्य पनि गर्नुपर्दछ। धेरै धन पैसा भएकाले धेरै कति लगानी गराएर भए पनि यो व्रत गर्नुपर्छ। यो व्रत गरेर मन वचन कर्मले सारा पापबाट निवृत्ति हुन सकिन्छ र अनि सन्ततिबाट सन्तोष हुन्छ, लक्ष्मी प्राप्त हुन्छ,
दुर्गा दाइना हुन्छन् दुर्गा देवीले माया भगवतीले पाप कहाँ बस्छ यो पाप मोक्ष हुन सकिन्छ कीर्तन गर्ने भन्छौ भजन कीर्तन कसरी गर्ने त्यही हो हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे जय राम 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 जय 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 कृष्ण 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 जय जय यो भजन कीर्तन गर्दा विभिन्न खालका भाकामा गाइन्छ विभिन्न खालका भाकाबाट यी भजन कीर्तनहरू यसरी गर्न सकिन्छ तर मलाई त्यतिका भाका त आउँदैन तर सके धेरै भाका मिलाएर गर्ने त्यति भाका मिलाउन पनि सकिन्न भने ओम बर्मणी नाम भ्रमणे नमः ओम विष्णवे नाम विष्णवे नमः ओम रुद्राय नमः रुद्राय नमः ओम गायत्री नाम गायत्री नमः ओम सावित्री नाम सावित्री नमः ओम सरस्वती नाम सरस्वती नमः ओम नमो भगवते वासुदेवाय नमः ओम नमः शिवाय यस्ता खालका मन्त्रहरू यहाँले स्वच्छ र पवित्र भएर ऐपछि पनि जप्न सक्नुहुन्छ बाटामा हिँड्दै पनि सक्नुहुन्छ बिस्तारमा सुतेका अवस्थामा पनि सक्नुहुन्छ ऐपछि पनि यसरी भजन कीर्तन भगवान परमेश्वरको गर्दा सबैको कल्याण हुन्छ मन भित्र रहेका जति पाप कलुषित भावहरू ती सबै कलुषित भावहरू नाश र नष्ट भएर जानेछन् यसमा कुनै किसिमको शंका मान्न पर्दैन भन्दै यी कथाहरू कहाँ कसरी शुभारम्भ हुन्छन् भने नैमिषारण्य क्षेत्रमा 88,000 ईश्वरका प्रति व्यासीले बताउनुहुन्छ र यसै गरी आज मैले पनि यस यज्ञ मण्डपमा यो लक्ष्यवर्तीको सिलसिलामा अत्यन्तै सूक्ष्म अत्यन्तै छोटो भन्दा पनि अत्यन्तै छोटो प्रवचन यहाँहरूले आमन्त्रित गरिएका भक्तजनहरूको अगाडि आदरणीय हाम्रा विद्वान गुरुजनहरूको अगाडि कर्ताहरूको अगाडि कर्ताहरूका कुल कुटुम्बको अगाडि मैले पनि यो छोटो प्रवचन यहाँ गरे यो प्रवचनको सिलसिलामा हुन गएका कतै त्रुटिहरूको आदरणीय गुरुहरूले यहाँ अथवा प्रखर भक्तजनको अवस्थामा उपस्थित हुनुभएका सम्पूर्णले पनि सक्नुभयो र यसमा हुन गएका कतै तलमाथि हुन गएका त्रुटिहरूको उहाँहरूसँग सुझाव माग्दै परमात्मासँग क्षमा याचना गर्दै मैले पनि यो लक्ष्यवर्तीको छोटो प्रवचनलाई यहीँनिर विसर्जन गर्दछु। एक बार बोलो लक्ष्मी सहित चतुर्बाहु भगवान विष्णु को, ब्रह्मा सहित श्री सत्यदेव को, परब्रह्म परमात्मा को, उमा सहित गौरी शंकर को, अग्निदेव को, माँ काली माँ लक्ष्मी माँ सरस्वती को, मत्स्य अवतार को, नृसिंह परशुराम अवतार को, राम कृष्ण बुद्ध अवतार को, कल्की अवतार को, कुलदेव को, संपूर्ण ग्रामवासी देवहरू को, संपूर्ण तीर्थ क्षेत्र को, इस पुण्य भूमि को, पितृदेव को यहाँ कत्न पुग्यो तयार गर त्यता धुपबत्ती सिद्ध्यो धुपबत्ती काठका थाली लिँदै हुनुहुन्छ त्यहाँ खाने छिटो पुर्याउनु छिटो पर्ने छैन गरिन्छ शंख घंटा बजाइदिए त्यही भएर निपुण समर्पण प्रसाद छ नि प्रसाद सेदन तरेछ पानी ल्याइदिन्छ
उनीहरूले खै त त्यो मार्छ हामी ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते बाबुले 1000 पटक गर्नुपर्छ 1000 इतना दिमाग है मेरा माँ बाप मैले त्यहाँ बट्टा आश्रम पार्टीमा साक्षी आधार सत्यार्पणाय नमो नमः यो लिएर उठाऊ शान्त विशिख गबल गतरम तरल पसल कपवेक सिक सर्वसमेहित कल्पतरम तरुणी गणसतम पुष्पसरम शरणागत दक्षित दक्षितम तमसा गदानवविन्तकरिन्द्रारिं हरिणी गणहार कवेनुकुलं कलकण्डुरुदन पिण्डजन जनमङ्गलकृतिलत प्रभवम् भवसागरकं भजनामगुण गुणसङ्गविवरजित वक्त्रवरम् परग्रेत बिर्सा सुरदा मदन धननीयकुलम्